पुसाई र उहाँ मेरो बुढा हुनुहुन्छ। अनि मेरो बुढा पुसाईको लागि दबाई किन्न लाउनु भएको छ। पुसाई यहाँ हरियो खर्का आएको। अब फार्मेसीमा दबाई किन्न जान लाग्नु भएको छ। मेरो बुढा अनि पुसाई उता फार्मेसीमा दबाई किन्दै हुनुहुन्छ। पुसाईको कान अलि राम्ररी सुन्नु भएको थिएन, त्यही भएर साथीहरू यसरी हामी हरियो खर्का आएको छौँ। यहाँको भ्यूहरू पनि देख्न सक्नुहुन्छ, एकदम राम्रो छ भ्यूहरू पनि एकदमै देख्न सक्नुहुन्छ। यता यस्तो छ, यहाँ फुलहरू पनि छन् राम्रो राम्रो। यस्तै छ साथीहरू। म पनि आएछु पुसाईलाई कान चेकअप गराउन ल्याएको हरियो खर्का, अनि त्यही भएर आएको हो। ल कति कराएको मेरो बुढाले, छिटो आइजाने कराउँदै। फार्मेसी भनेर यस्तो उधिराखेको छ साथीहरू। यता यसरी हरियो खर्का। मेरो बुढाले फेरि खिच्दै आऊ है। यहाँ बस्नु भएको छ, उभिनु भएको छ। पुसाई उता बोलाउनु भयो। फार्मेसीमा लाइनमा बस्नु भएको छ यसरी। म चाहिँ यहीँ बसिरहेको छु, दबाई किन्दै। कति ढिला गर्नुभएको दबाई लिन पनि, उभिएको गर्नुहुन्छ। पुसाई र बुढाको दबाई लिँदै हुनुहुन्छ। म चाहिँ कुरेर बस्छु। अब एकछिन जाने। कति ढिला भयो, कति ढिला गर्नुभएको। दबाई पनि किनिसक्नु भयो। अब चाहिँ जाने पुसाई हुनु। दबाई पनि लिइसक्नु भएको छ। अब हामी हरियो खर्का आएको। नाक कान घाँटीको सबै राम्रोसँग चेकअप हुन्छ यहाँ चाहिँ। पुसाईको कान अलि सुन्नुहुन्न थियो, अनि कानमा मेसिन पनि राख्ने भनेर हामी चाहिँ यहाँ हरियो खर्का आएको। अनि अब चेकअप पनि गराइयो। अब चाहिँ हामी चाहिँ जान्छौँ घर, रुममा जान्छौँ। अब चेकअप पनि भयो साथीहरू। अगाडि हिँड्नु भएको छ। हरियो खर्का हामी धेरैचोटि आइसक्यौँ यहाँ पुसाईको कानको चेकअप गराउन। अनि त्यसपछि चाहिँ उ गर्न के अरे चेकअप गराउन, अनि ब्याट्री किन्न, अनि मेसिन किन्न। धेरैचोटि आइसक्यौँ हामी यहाँ। एकदम हरियाली नै हरियाली, हेर्दा पनि एकदम आनन्द लाग्ने ठाउँ हरियो खर्का। मलाई नि एकदम राम्रो लाग्यो। गेट बाहिर पनि आइपुग्यौँ। खाले उ त्यहाँ ट्याक्क त्यो गाडी लाग्छ। यस्तो राम्रो छ यहाँ पनि देख्न सक्नुहुन्छ। जाने होइन, ती तीनजना छौँ। ती तीनजना त गाडीमै जान्छौँ। त्यो जान्छ होला, ट्याक्छ।
मान्छे धेरै भएको मात्रै अर्को आउँछ होला यो बाटोतिर के खिच्यो यार मान्छे अर्को आएपछि अनि जानु अर्को गाडी यो बागमारा डाँडा बागमारा बागमारा बाघ मारेको भएर बाघमारा भनेको हो थाक्नु भयो 500 बेटीको 300 टिकटको 800 है अनि 165 को दबाई अनि ब्याट्री भयो नि 500 टिकटको त्यो 800 आउँछ होला यहाँ नि बस आयो भने बसमा जान्छ ट्याक्सीमा त अब धेरै पैसा लाग्छ आउँदा चाहिँ ट्याक्सीमै त्यसैले तिर्नु भयो भेटनरीमा जाने हो भेटनरीमा पुसैले गाउँमा त्यो झारपात के एसटीको दबाई ए आयुर्वेदिकमा अनि सिम कार्ड निकाल्नु पर्छ एउटा कहाँ निकाल्ने सिम कार्ड बरालको पनि एनटिसी निकाल्दिने अनि फुपू पुसैसँग एनटिसीकै नम्बर छ होइन र अनि किन त भिडियो कल गर्नलाई एउटा फेरि चाहियो रे भन्नाले ठुलो मोबाइलमा हाल्नलाई सिम सिम कार्ड पनि लिने रे मोबाइलको कार्ड लाने हैन एनटिसी को लाने नमस्ते के नमस्ते ल अहिले होइन गएर अनि दिनु पहिले घरबाट दबाई दिनु पर्यो एमसीसी त्यो ग्लुकोज पनि हुन्छ एकदमै गर्मी भयो भित्र त शीतलो भएको थियो है भित्र त शीतलो भएको थियो गाडी आए जस्तो छ गाडी आयो गाडी धेरै भयो मान्छे प्याक हुन्छ त्यो होइन के हो क्या हो नि पुसैलाई त मागेन होला नि हिँड्नु पुसै अगाडि आउनु पुसै अगाडि हिँड्नु अगाडि पृथ्वी चोक आइपुग्यौँ दबाई लिन हामी चाहिँ पृथ्वी चोक आइपुगेको छौँ अब फेरि पुसैले गाउँ लाने भेटनरीको त्यो दबाई के किन्नु हुन्छ नि लगेर अनि जान्छौँ हामी हिँड्दैछौँ हामी पृथ्वी चोक डराउन भएन बाटो काट्दाखेरि जेब्रा क्रस गर्दाखेरि डराउन हुँदैन बिस्तारै काट्नुपर्छ गर्मी छ एकदमै पानी परे पनि गर्मी घाम लागे पनि गर्मी आज मम्मी थिए जान्छु भनेको मम्मी थिए जान नि भ्याएको छैन अब 1 बज्न लागिसक्यो जान भ्याउँदिन एक्सिडेन्ट भयो कि के भयो कराउँदैछु
गर्दैछन्। पनि आइपुग्यो भेटनरी। धानमा तुला पार्ने अरू खाले पनि खाला ब्रेड पनि पहिला धान पारेको किन्नु भयो पुसैले गाउँ लाने दबाई ल्याउनु मसँग दबाई पुसैले गाउँ लाने दबाई लाई फेरि ग्यास्ट्रिकको दबाई पनि लाने रे अनि ग्यास्ट्रिकको दबाई पनि सोध्ने रे यहाँ फार्मेसीमा नि दाना लाने रे पुसैले पाउँछ होइन कुखुराको दाना नि दाना लाने रे पुसैले अनि त्यसपछि ग्यास्ट्रिकको दबाई धानमा हाल्ने धानमा हाल्ने झार मोर्ने दबाई के लाने रे पुसैले जचाउने कान जचाउने जम्मै दबाई नै दबाई लाने पुसैले सबै थोक दबाई आफूलाई नि दबाई। अब फेरि उतै फर्किन लाग्यो हामी। अब कुखुराको दाना किन्नु पुसैले गाउँ लानको किन्ने यो के पुसैले बाङ्सो हजार र 100 मकै आएको बेलामा लैजाने सबै गाउँमा के चाहिन्छ सामान। अब बर्खामा घरिघरि आउन पाउँदैन किन्दा यत्तिकै किन्ने अलि डिस्काउन्ट गरिदिनु भन्ने अलिअलि मिलाइदिनुहुन्छ। को दाना लिने ठाउँ दाना लिने अब के दाना लिने कुखुरा चल्ला साना दाना लैजाने